皆さん、こんにちは。お元気ですか？今日は第12課レッスン12को बुम्पो ग्रामर है बेंक्यो सिमास्यो। तो 12 लेसन में चाहिँ 8 लेसन सँग रिलेसन छ यसको। 8 लेसन मा हामीले जुन एडजेक्टिभहरु पढ्यौ त्यसलाई फेरि 12 लेसन मा चाहिँ दोहोर्याउँछौं। त्यहाँ चाहिँ प्रेजेन्ट फर्म मात्रै पढ्यौ भने 12 लेसन मा चाहिँ हामी पास्ट फर्म पनि पढ्छौं। र एडजेक्टिभ केओसी भनिन्छ जसलाई नियममा केओसी दुई प्रकारको हुन्छ, एउटा इकेओसी अर्को नाकेओसी। यो त हामीले 8 लेसनमा सिकिसकेका छ है। अब चाहिँ यहाँनेरि हामी त्यसलाई पास्ट बनाउन सिक्ने हो। फर्स्टमा इकेओसी बाट चाहिँ स्टार्ट गरौँ। इकेओसी आचुइदेश भनेको इकेओसी हो। जुन एडजेक्टिभको लास्टमा इ लेखेको हुन्छ त्यसलाई के भनिन्छ? इकेओसी भनिन्छ नि त। हो यसलाई हामीले यहाँनेरि प्रेजेन्ट फर्ममा मैले राखेको छु आचुइदेश। र त्यसैगरी यो 8 लेसनमै पढेकोलाई नेगेटिभ बनाउने तरिका आचुकुनाई देश। के हुन्छ भने इ हटाएर कुनाई थप्यो भने के हुन्छ? आचुकुनाई देश हैन। गर्मी छ गर्मी छैन। यो चाहिँ लेसन 1 मै पढेको कुरा भयो। यो हामीले पढि नै पढिसकेको कुरा। अब यसलाई हामी यहाँनेरि पास्ट बनाउँछौं। गर्मी थियो हैन, गर्मी थिएन बनाउँछौं। हिजोको कुरा गर्नु पर्यो भने त हामीले पास्टमा कुरा गर्नु पर्यो नि त। हो त्यसको लागि हामीलाई यो पास्ट फर्म पनि आवश्यक पर्छ। अब यो आचुइदेशलाई चाहिँ गर्मी छलाई गर्मी थियो बनाउनु पर्यो भने आचुखात्तादेश गरिन्छ। आचुखात्तादेश गर्दाखेरि यहाँ चेन्ज चाहिँ के भयो त भन्दाखेरि लास्टको इ हटाएर खात्ता थेप्यो। जुन कुरा यहाँ मैले सानो अक्षरमा लेखेको छु है, एडजेक्टिभ को इ हटाएर खात्ता जोड्ने अथवा खात्ता थप्ने जे भने पनि हुन्छ। खात्ता जोड्ने आचुखात्ता देश गर्मी थियो। अब यसैगरी यसलाई डाइरेक्ट यो प्रेजेन्ट फर्मबाटै एकैचोटी नेगेटिभ बनाइदिउँ। हुन त यो नेगेटिभबाट नेगेटिभ बनाए पनि हुन्थ्यो, तर त्यो भन्दा डाइरेक्ट हामीले चाहिँ आचुइदेशबाटै नेगेटिभ बनाउन सिक्यो भने चाहिँ त्यो सधैँभरिलाई सजिलो हुन्छ है। आचुइदेशको नेगेटिभ पास्ट नेगेटिभ, त्यो पनि पास्ट अनि नेगेटिभ मतलब गर्मी थिएन बनाउनु पर्यो भने चाहिँ आचुकुनाखात्तादेश हुन्छ। अब यहाँ आचुकुनाखात्तादेशमा हामीले के थप्यौं त भन्दा आचुइदेशको लास्टको इ हटाएर कुनाखात्ता चाहिँ थप्यौं हामीले। त्यसैले आचुकुनाखात्तादेश भयो। अब अर्को पनि एउटा एक्जाम्पल हेरौं। सामुइदेश जाडो छ, सामुखात्तादेश जाडो थियो। हिजो जाडो थियो, अस्ति जाडो थियो हैन। ओ यसरी म विदेशमा आउँदाखेरि त्यहाँ एकदमै जाडो रहेछ यस्तो भन्नु पर्दाखेरि पास्टको युज गर्नुपर्ने हुन्छ। सामुखात्तादेश म चाहिँ सोलुखुम्बु घुमेर आएँ, सोलुखुम्बुमा हिजो अस्ति म जाँदा एकदमै जाडो थियो भन्नु पर्दाखेरि सामुखात्तादेश भन्नुपर्ने हुन्छ। हामी झुक्किने भनेको यो देशलाई यतापट्टि त खात्ता गर्छौं यतापट्टि देशलाई पनि बेस्ता बनाइदिन्छौं, तर त्यो गर्नु हुँदैन। हामीले कुन एडजेक्टिभ चेन्ज गर्दैछौं त त्यो हेर्नुपर्छ। यो इ एडजेक्टिभ हो नि त, लास्टमा बेस्ता हुँदैन है। मान्छेले मिस्टेक गर्ने ठाउँ यही नै हो। अब यो त पास्ट पो हो त भनेर हामी नेपालीमा बोल्दा पनि त थियो भनेर भन्छौं। त्यसैगरी नियममा पनि लास्टमा शब्द पनि त चेन्ज हुनुपर्ने हो भन्ने दिमागमा आउँछ, तर इ एडजेक्टिभमा चाहिँ त्यस्तो हुँदैन। विचार गर्ने सामुखात्तादेश। त्यसैगरी नेगेटिभ बनाउनु पर्यो। ल सामुइदेशको नेगेटिभ सामुकुनाइदेश हुन्छ भनेदेखि पास्ट नेगेटिभ चाहिँ सामुकुनाखात्तादेश। हामीले के थप्यौं? कुनाखात्ता चाहिँ थप्यौं, सामुकुनाखात्तादेश। ल अब यसपछि हामीले इ एडजेक्टिभको चाहिँ पास्ट पोजिटिभ र नेगेटिभ बनाउन सिक्यौं। अब ना एडजेक्टिभमा चाहिँ कसरी पास्टमा पोजिटिभ र नेगेटिभ बनाउने? पहिले त हामीले प्रेजेन्ट फर्म कसरी सिकेका थियौं त्यसलाई सम्झौँ एकपल्ट। हिमादेश हैन, हिमादेश फुर्सद छ, हिमा ज्यारीमासेन फुर्सद छैन। किरेदेश किरे ज्यारीमासेन सुन्दर छ सुन्दर छैन। अब यसलाई पास्ट बनाउँदाखेरि चाहिँ यो देशलाई चेन्ज गरेर देशिता गर्नुपर्छ। देशलाई चेन्ज गरेर देशता। देश भनेको हैन छ हो, देशता भनेको थियो। हिमादेश फुर्सद छ, हिमादेशता फुर्सद थियो। हिजो मेरो फुर्सद थियो है, हिजो मेरो फुर्सद थियो, तिमीहरू आएको भए मसँगै
घुम्न जान्थ्यो नि आएनौ तिमीहरू भन्दाखेरि हिजोको कुरा गर्नु पर्यो, अस्तिको कुरा गर्नु पर्यो, आज बिहानको कुरा गर्नु पर्यो भने पास्टमा कुरा गर्नुपर्ने हुन्छ हिमा देशता। अब त्यस्तै गरी प्रेजेन्ट यो यसको नेगेटिभमा एडजेक्टिभको नेगेटिभ हिमा ज्यारी मासेन फुर्सद थिएन है, फुर्सद थिएन, सरी फुर्सद छैन, फुर्सद छैन। अब यसलाई हामी के बनाउँछौँ? फुर्सद थिएन, फुर्सद अहिले मेरो फुर्सद छैन भन्छ भने हिजो मेरो फुर्सद थियो भन्नु पर्यो भने हिमा ज्यारी मासेन देशता। यहाँनिर हामीले के गर्यौं त भन्दा डाइरेक्ट हिमा देशबाट बनाउन सिक्ने हो भनेदेखि यहाँनिर के थप्यौं? ज्यारी मासेन देशता, ज्यारी मासेन देशता भनेको चाहिँ थिएन है, फुर्सद थिएन। अब हिमा ज्यारी मासेन देशता भन्यो भने फुर्सद थिएन, किरे ज्यारी मासेन देशता भन्यो भने, किरे ज्यारी मासेन देशता भन्यो भने सुन्दर थिएन हो। यसरी एउटा यहाँ तल इक्जाम्पल हेरौं। किरे देश, किरे देश, किरे देश भनेको चाहिँ सुन्दर पनि हुन्छ सफा पनि हुन्छ, यसको अर्थ दुईटै हुन्छ। सुन्दर छ सफा छ भन्ने हुन्छ भने यसैलाई पास्टमा बनाइदिने किरे देशता सुन्दर थियो, हिजो म पोखरा घुमेर आएँ, पोखरा त सुन्दर थियो किरे देशता। अनि है सुन्दर थिएन किरे ज्यारी मासेन सुन्दर थिएन, र यसैलाई पास्ट नेगेटिभ किरे ज्यारी मासेन देशता है, सुन्दर थिएन सफा सुन्दर थिएन, यो चाहिँ सुन्दर छैन भयो है। किरे ज्यारी मासेन त प्रेजेन्ट फर्म हो नि त है, प्रेजेन्ट फर्म हो। किरे ज्यारी मासेन सुन्दर छैन सफा छैन, यो चाहिँ थिएन भन्ने हुन्छ। अब यो ज्यारी मासेन देशता थप्यो भने चाहिँ पास्ट नेगेटिभ हुने रहेछ भन्ने कुरा सम्झिनु पर्यो है। त्यो झुकिने ठाउँ भनेको चाहिँ हामी ज्यारी मासेन लाउने कि कुनाई गर्ने कि भन्ने हुन्छ। इकेसीमा चाहिँ हामी है कुनाई गर्छौं, यहाँ के गर्छौं? ज्यारी मासेन गर्छौं, यो कुरा सम्झिनु। र अर्को यो लेसनमा 3 नम्बरमा के पढ्नु पर्यो? 3 नम्बरमा अर्को सम्झिनु पर्ने, 2 नम्बरमा सरी 2 नम्बरमा योरी, योरी भनेको भन्दा, जस्तो नेपाल भन्दा भारत ठुलो छ भन्नु पर्यो भनेदेखि चाइना ठुलो छ, यस्तो बेलामा भन्दा एउटा इक्जाम्पल मैले यहाँ लेखेको छु। नेपाल वा इन्डो योरी चिसाई देश, नेपाल चाहिँ भारत भन्दा, योरी भने के अरे भन्दा सानो छ, ठ्याक्कै नेपालीमा ट्रान्सलेट गर्ने स्टाइलले गर्ने हो है। योरीको मिनिङ हुन्छ भन्दा। जस्तो चाइना चाहिँ नेपाल भन्दा ठुलो छ भन्नु पर्यो भने चाइनालाई चिगोकु भन्छ, चिगोकु वा नेपाल योरी ओकी देश, ठुलो छ भन्दाखेरि ओकी देश भन्नु पर्यो ल। अर्को त्यस्तै यो 12 लेसनको ग्रामरमा चाहिँ अर्को 3 नम्बर यसलाई सानबानमा चाहिँ कुनै पनि नाउन पछाडि दे आएको छ भनेदेखि हामीले यसलाई चाहिँ त्यो नाउन मध्ये अथवा त्यो नाउन भरिमा भनेर बुझ्नुपर्छ। जस्तो एउटा इक्जाम्पल हेरौं। इची इचिनेन्दे भनेको 1 वर्ष, एक लेख्न छुटेको रहेछ, 1 वर्ष भरिमा, 1 वर्ष भरिमा इचिनेन्दे हुन सक्छ। यहाँ पछाडि अरू कुरा पनि लेखेको हुन्छ क्या, इचिनेन्दे है, इचिनेन्दे 1 वर्ष हेर्न तपाईलाई कुन समय बढी मन पर्छ हैन, कुन समय बढी मन पर्छ? अब सुपोचुदे खेलहरू मध्ये तपाईलाई कुन खेल बढी मन पर्छ भन्दाखेरि यसरी नाउन पछाडि के राखेको हुन्छ? दे राखेको हुन्छ। त्यसको अर्थ त्यो मध्ये, त्यो भरिमा भनेर बुझ्नु पर्छ। र त्यस्तै गरी अर्को योमा अर्को ग्रामर हेरौं। नाउन छ एउटा अनि फेरि तो छ, फेरि अर्को नाउन छ, फेरि तो छ अनि दो चिरागा, पछि एडजेक्टिभ छ अनि देशका गरेर क्वेशन राखेको छ है। यसको अर्थ पहिलो नाउन पछाडिको तोको अर्थ र, दोस्रो नाउन पछाडिको तोको अर्थ मा, अनि दो चिरागा कुन चाहिँ, यो त हामीले पहिले पनि पढेको कुरा हो। दो चिरागा कुन चाहिँ। अब एडजेक्टिभ छ यहाँनेरि, दो चिरागा सुकी देशका पनि हुन सक्छ, कुन चाहिँ मन पर्छ। अब यसको एउटा इक्जाम्पल हेरौं। होन तो एगा तो दो चिरागा ओमोसिरोई देशका, यो पहिलो नाउन भनेको होन भयो, यसको अर्थ र, बुक र, एगा भनेको फिल्म, दोस्रो तोको अर्थ र, बुक र फिल्ममा, दो चिरागा कुन चाहिँ, ओमोसिरोई भनेको चाखलाग्दो इन्ट्रेस्टिङ देशका छ त हैन, कुन चाहिँ इन्ट्रेस्टिङ छ त।
अब यसको एन्सर दिने तरिका चाहिँ यस्तो हुन्छ, यही गानो होगा ओ म सिरोही देश। मलाई चाहिँ फिल्म चाखलाग्दो लाग्छ, चाखलाग्दो छ भन्ने खालको यसको अर्थ भयो। यहाँनिर होगा भन्ने मिनिङ आइरहेछ। होगा भनेको चाहिँ म चाहिँ जेनरली के गर्छु भने सबैको इन्ट्रेस्ट त बुक नै हुन्छ अथवा फिल्म नै हुन्छ भन्ने हुन्छ, मान्छेको इन्ट्रेस्ट फरक फरक हुन्छ। मेरो इन्ट्रेस्ट चाहिँ के हो त, फिल्म हो भन्नको लागि चाहिँ यो होगा यहाँनिर राख्यो। यसले चाहिँ प्रिफर गर्छु, यो चाहिँ मेरो लागि बेटर हो भन्ने अर्थ चाहिँ दिन्छ है यो होगा। हुन त तपाईँले होगा नै लगाउनु पर्छ भनेर एन्सर दिनुपर्छ भन्ने होइन, तपाईँले मलाई सिधै यही जग्गा सुकी देश पनि भन्न पाउनु हुन्छ। यसको अर्थ सिधै मलाई फिल्म मनपर्छ भन्ने कुरा भयो। तर आई लाइक मुभी भन्नुभयो अथवा म चाहिँ फिल्मलाई चाहिँ प्रिफर गर्छु भन्नुभयो भने चाहिँ होगा पनि राखेर भन्ने, यही गानो होगा ओ म सिरोही देश है। त्यसपछि अर्को चाहिँ मलाई दुबई मनपर्छ भन्नुपर्ने स्थिति आयो भने तपाईँले के युज गर्नुपर्छ, दोचिरामो दुबई, दोचिरामो सुकी देश, दुबई मनपर्छ। ल 12 लेसनको सबै ग्रामरहरू चाहिँ यति नै हो त। अब 13 लेसनमा भेटौँला है।